जीवन कहिलेकाहीँ कठिन हुन्छ। हामीले सामना गर्ने चुनौतीहरूले डर र पीडा ल्याउँछन्। त्यस्ता बेला हामीलाई लाग्छ कि हामी एक्ला छौँ, तर साँचो कुरा यो हो कि हामी कहिले एक्लो छैनौँ। प्रभु सधैँ हाम्रो साथमा हुनुहुन्छ। प्रभु सधैँ हाम्रो साथमा हुनुहुन्छ। जब मेरो मन भारी हुन्छ अनि आँसु बग्छन्, उहाँको प्रेमले मेरो हृदय शान्त बनाउँछ। जब जीवनको बाटो अन्धकारमा डुब्छ, उहाँको ज्योतिले मलाई सही बाटो देखाउँछ। उहाँको उपस्थितिले डर र चिन्तालाई हटाउँछ र मेरो हृदयमा विश्वास र आशा जगाउँछ। मेरो हृदयमा विश्वास र आशा जगाउँछ। प्रभु मेरो जीवनको मार्गदर्शक, साथी र संरक्षक हुनुहुन्छ। उहाँको साथमा म अघि बढ्न सक्छु, जोखिम सामना गर्न सक्छु र चुनौतीहरू पार गर्न सक्छु। एक्लोपन, पीडा वा असफलताले मलाई डराउन सक्दैन, किनभने मेरो साथमा प्रभु हुनुहुन्छ। किनभने मेरो साथमा प्रभु हुनुहुन्छ। म यो विश्वास गर्छु कि उहाँको प्रेम सधैँ अपरिवर्तनीय छ। उहाँले मलाई बल दिनुहुन्छ, आशा दिनुहुन्छ, सान्त्वना दिनुहुन्छ, आशिष दिनुहुन्छ, शान्ति, आनन्द र जीवनको हरेक पाइलामा मार्गदर्शन गर्नुहुन्छ। जीवन जति गाह्रो भए पनि म साहसका साथ अघि बढ्छु, किनभने प्रभु मेरो साथमा हुनुहुन्छ। किनभने प्रभु मेरो साथमा हुनुहुन्छ। एक्लोपन, डर, रोग, अभाव वा असफलता घडीमा मानिसले धेरै प्रश्न गर्छ, के म एक्लै छु? तर विश्वासले भन्छ, होइन, प्रभु मेरो साथमा हुनुहुन्छ। उहाँ हाम्रो आँसु देख्नुहुन्छ, हाम्रो प्रार्थना सुन्नुहुन्छ र सही समयमा जवाफ दिनुहुन्छ र सहायता दिनुहुन्छ, अर्थात् सहायता गर्नुहुन्छ। हाम्रो प्रार्थना सुन्नुहुन्छ र सही समयमा जवाफ दिनुहुन्छ, सहायता गर्नुहुन्छ। यसैले जीवन जस्तो सुकै परिस्थितिमा होस्, हामी नडराउँ, विश्वासका साथ भनौँ, प्रभु मेरो साथमा हुनुहुन्छ।